हेलो स्टुडेन्ट्स, नमस्कार। म अनु श्रीवास्तव। आज तपाईहरुलाई क्लास 10 को बल र चालको च्याप्टरबाट म तपाईहरुलाई यहाँ पढाउन गइरहेको छु, जसमा पहिलो मेरो टपिक छ बल, जसलाई हामी इंग्लिशमा भन्छौं फोर्स। बलको कुरा गर्नु पर्यो भने बल भनेको के? कुनै वस्तुको अवस्था परिवर्तन गर्ने, कुनै वस्तुको अवस्था परिवर्तन गर्ने प्रयासलाई बल भनिन्छ। म लेखेर यहाँ लेखेको छु के भन्ने कुनै वस्तुको अवस्था परिवर्तन गर्ने प्रयासलाई बल भनिन्छ। यो हामी परिभाषा लेख्न सक्छौं। कुनै वस्तुको अवस्था परिवर्तन गर्ने प्रयासलाई बल भनिन्छ। यसको मतलब यदि वस्तु स्थिरमा छ भने त्यसलाई चालमा ल्याउनलाई, या चालमा छ भने स्थिरमा ल्याउनलाई केही त बाहिरबाट हामी प्रयास गर्नु पर्यो, त त्यही प्रयासलाई हामी के भन्छौं? बल भन्छौं। हामी बलको परिभाषा यो लेख्न सक्छौं। अब बलको जब उदाहरणमा जान्छौं भने बलको धेरै उदाहरणहरू छ। हामी यहाँ यो च्याप्टरसँग रिलेटेड उदाहरणको कुरा गरिरहेको छु। बलको उदाहरण जस्तै गुरुत्व बल भइहाल्यो। त्यसपछि गुरुत्वाकर्षण बल यो के भइहाल्यो? बलको उदाहरण भइहाल्यो। अरु पनि बल, तान्ने बल, बचेट्ने बलहरू छन्। हामी यो दुईटाको कुरा गरे, बलको परिभाषा र उदाहरण। त्यसपछि बलको एकाइको कुरा गरौँ। बलको एकाइको कुरा गर्छौं भने बलको एकाइ के हो? न्युटन। न्युटनलाई सर्टमा हामी यहाँ लेख्छौं। यो त भइहाल्यो हाम्रो के एमकेएस सिस्टममा भनेपछि यहाँ सिधै एसआई सिस्टममा कुरा यो एसआई सिस्टमको कुरा भयो। तर त्यही बलको एकाइ यदि हामी सीजीएसमा कुरा गर्छौं भने सीजीएसमा त बलको एकाइले सीजीएसमा के भन्छ? सीजीएसमा डाइन भनिन्छ। त सीजीएसमा डाइन भन्छ। अर्को कुरा जनरली हामी सीजीएसमा डाइन जनरली हामीलाई थाहा छ कि बलको एउटा सिम्पल फर्मुला हामीलाई थाहा छ। बल स्क्वायर एम एम भनेपछि पिण्ड हो, या मास भन्छौं। यसको युनिट यदि एकाइ लेख्छौं भने केजी। ए भनेपछि प्रवेग हो, प्रवेगको एकाइ के हो? मिटर पर सेकेन्ड स्क्वायर। त यो पनि बलको एकाइ हुन्छ। यसलाई हामी के भन्छौं? यो पनि एसआई सिस्टममा पनि भन्न सक्छौं। हामी एसआई सिस्टममा केजी मिटर पर सेकेन्ड स्क्वायर यो पनि भयो। बल न्युटन पनि के भइहाल्यो? बलको एसआई सिस्टममै भइहाल्यो। एसआई युनिट को एसआई सिस्टममै भइहाल्यो। तर सीजीएस के हो? सीजीएसमा के बलको एकाइ डाइन भइहाल्छ। अब कुरा गर्छौं कि 1 न्युटनमा या 1 न्युटनमा कति डाइन हुन्छ भनेपछि 10 को पावर 5 डाइन हुन्छ। यो पनि जान्नु पर्यो, जरुरी पर्छ। यहाँबाट अर्को हामीसँग छ यो एकाइ केजी मिटर पर सेकेन्ड स्क्वायर। हामीले यसरी पनि लेख्न सक्छौं। यसलाई डाइमेन्सनमा लेख्छौं भने डाइमेन्सनमा त पछि जब पढ्दै जान्छौं डाइमेन्सन पनि लेख्न आउँछ। केजी को लागि डाइमेन्सन यहाँ लेखिन्छ, मिटर को लागि यहाँ लेखिन्छ, सेकेन्ड को लागि टी लेखिन्छ। तर पावर कति छ? -2 to -2। यसलाई हामी के भन्छौं? बलको या फोर्सको के हो? यो डाइमेन्सन हो। यो डाइमेन्सन फर्मुला हो। अब स्केलर भेक्टरको कुरा गर्छौं भने बल के हो? बल हाम्रो भनेपछि भेक्टर हो। हामी यसलाई के भन्छौं? भेक्टर क्वान्टिटी हो। बल के हो? भेक्टर राशि भन्छौं हैन। बल के हो? भेक्टर राशि हो। त बलको बारेमा यति कुरा जान्नु पर्यो। बलको परिभाषा के हो? बलको उदाहरण भइहाल्यो। बलको एकाइ सीजीएसमा र एसआईमा एमकेएसमा के न्युटन र अर्को यो भइहाल्यो। 1 न्युटन बराबर कति डाइन हुन्छ? यसमा हामी 1 न्युटन भनेपछि यसरी पनि भन्न सक्छौं 1 न्युटन = 10
सल्फाइड डाइ। यो भइहाल्यो बलको बारेमा। अब कुरा आइदियो यसपछि हामी कुरा गर्छौँ बलको बारेमा बुझिसकेपछि आशा छ यो लेख्नुभयो होला तपाईहरुले। यसपछि मैले यसलाई मेटाएर अझै अगाडि बढाएँ। यसपछि हामी कुरा गर्छौँ अब गुरुत्वाकर्षण बलको कुरा गर्छौँ। यसपछि अब जब बलको कुरा गर्दाखेरि पहिलो हाम्रो कुरा के आइदियो इम्पोर्टेन्ट कुरामा गुरुत्वाकर्षण बल। गुरुत्वाकर्षण बल जसलाई इंग्लिशमा के भनिन्छ ग्रेभिटेशनल फोर्स भन्छ। यदि गुरुत्वाकर्षण बलको कुरा गर्छ त परिभाषा यसको भने एकदम सजिलो छ कि कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बल। कुनै पनि दुईटा सानो ठुलो जुनसुकै हो यो पृथ्वीमा जति छ सबै दुईटा पिण्डको बीचमा जुन बल लाग्छ एकाअर्कालाई आकर्षण बल त्यसलाई हामी के भन्छौँ गुरुत्वाकर्षण बल। गुरुत्वाकर्षण बल भनेको परिभाषा एकदम सजिलो छ। कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बललाई के भनिन्छ गुरुत्वाकर्षण बल भनिन्छ। गुरुत्वाकर्षण बल भनिन्छ। यो हाम्रो परिभाषा हो। कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ। यसको मतलब मानव मैले दुईटा पिण्ड लिए यो पिण्ड मानव m1 छ यो पिण्ड m2 छ यो बीचको दूरी यदि d छ भने अब यो दुईटाको बीचमा गुरुत्वाकर्षण बल लाग्छ। यसले यसमाथि लगाउँछ र जतिको बल उत्पन्न हुन्छ त्यसलाई हामी के भन्छौँ गुरुत्वाकर्षण बल भन्छौँ। गुरुत्वाकर्षण बलको कुरा अझै अगाडि बढाउँदा त्यो भन्दा पहिला हामी न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियमको कुरा गरौँ। अब यो त लेखिसक्नु भयो होला कि कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ। अब म तपाईहरुलाई के बनाउँछु न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। यो एक्जामको लागि एकदम इम्पोर्टेन्ट छ न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। अब यो नियम बुझ्नु पर्यो। त सुरुमा हामी परिभाषा लेख्छौँ यसको। त्यसपछि परिभाषा लेखिसकेपछि त्यसको बारेमा बुझौँ र यसैबाट यो नियमलाई प्रयोग गरेर हामी एउटा फर्मुला पनि डिराइभ गरौँला, एउटा फर्मुला पनि निकालौँला। पहिलो नियम न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। त नियमको कुरा गर्दाखेरि लेखेँ म कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बल कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बल ती दुई पिण्डहरूको गुणनफलसँग समानुपातिक र केन्द्रहरू बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। यसलाई नै
न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम भनिन्छ। फेरि एकपटक कुरा गरौँ, कुनै पनि दुईवटा पिण्डहरू बीच उत्पन्न हुने आकर्षण बल, ती दुई पिण्डहरूको गुणनफलसँग समानुपाती र केन्द्रहरू बीचको दूरीको बलसँग व्युत्क्रमानुपाती। यो हो नियम। यसको मतलब के, यसको मिनिङ क्या हो, मानव दुईटा पिण्ड छ, यो दुईटा पिण्ड m1 र m2 भनिदियो भने दुईटा पिण्ड बीचको दूरी यदि d मानिदियो भने केन्द्रदेखि दूरी लिने, र यो दुईटा पिण्ड त्यसको भए जुन गुरुत्वाकर्षण बल छ, गुरुत्वाकर्षण बल मैले यहाँ भने गुरुत्वाकर्षण जुन बल छ त्यो पिण्डहरूको गुणनफलसँग, यसको मतलब m1 गुणे m2 पिण्डहरूको गुणनफलसँग समानुपातिक हुन्छ। समानुपातिक भनेको डाइरेक्टली प्रोपोर्सनल हुन्छ। एउटा कुरा यो, र त्यही गुरुत्वाकर्षण बल तिनीहरूको केन्द्रदेखि दूरीको बलसँग, दूरीको बल भनेको स्पानसँग के हुन्छ, व्युत्क्रमानुपाती। व्युत्क्रमानुपातीको मिनिङ के, इन्भर्सली प्रोपोर्सनल हुन्छ। यसलाई नै के भनिन्छ, न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। अब यो न्यूटनले दिएको हो यो नियम, र त्यसमा जान्नु पर्यो कि पिण्डको गुणनफलसँग समानुपाती र दूरीको बलसँग व्युत्क्रमानुपाती हुन्छ। यस यो नै हाम्रो के हो, न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। अब यो नियम बुझिसकेपछि यहाँबाट एउटा फर्मुला आउँछ, त्यसलाई हामी फर्मुला बुझ्नु पर्यो र त्यसपछि त्यो फर्मुला कसरी प्रुभ गर्न सकिन्छ त्यो पनि हामी यहाँबाट सिक्न सक्छौँ। त्यसलाई मैले मेटाएँ, आशा छ यो पनि साध्नु भयो होला। अब मान इक्जाममा तपाईहरुको सोध्यो, क्वेशनमा सोध्यो, र अब यो क्वेशन नम्बर जति भए पनि त्यसमा सोध्यो कि प्रमाणित क्वेशन प्रमाणित गर्नुहोस् कि F equal to G m1 m2 upon d square हुन्छ। मान लो क्वेशन आयो कि प्रमाणित गर्नुहोस् कि F equal to G m1 m2 upon d square हुन्छ। यो प्रमाणित गर्न आयो। यो प्रमाणित गर्नको लागि हामी चाहिँ न्यूटनको गुरुत्वाकर्षणको विश्वव्यापी नियमको आधारमा यसलाई प्रमाणित गर्नुपर्छ। त प्रमाणित गर्न यसमा हेर्न सक्नुहुन्छ र यिनीहरू के हुन् अहिले हामी लेख्छौँ। त्यसलाई प्रमाणित गर्नको लागि सबभन्दा पहिला हामी कहाँबाट जान्छौँ, त्यसको लागि पहिला फिगर बनाउँछौँ। ठुलो सानो बनाए केही फरक पर्दैन, यसरी बनाउनु पर्यो। यो सुरुको लागि पिण्डलाई m1 र अर्को के भइहाल्यो m2 भयो, र त्यो दुईटै पिण्डको बीचको दूरीलाई मैले d मानिदिए, र दुईटा पिण्ड लिए m1 m2 र तिनीहरू बीचको दूरी के भइहाल्यो d भइहाल्यो। त यसलाई प्रमाणित गर्नको लागि हामी कहाँबाट पहिला यसको बारेमा लेख्छौँ। मानौँ के m1 र m2 दुईवटा पिण्ड हो र तिनीहरू बीचको दूरी के छ, d छ। जे देखिने हो त्यही कुरा लेखिदिने। जस्तै के लेख्छौँ, मानौँ m1 र m2 के हो, दुईवटा पिण्ड हो र तिनीहरू बीचको दूरी d छ। तिनीहरू बीचको भनेको तिनीहरूको केन्द्र बीचको दूरी है। केन्द्र बीचको दूरी d छ। यदि केन्द्र बीचको दूरी d छ भने केन्द्र बीचको दूरी कति छ, d छ भने अब हामी न्यूटनको गुरुत्वाकर्षणको नियम लगाउँछौँ, विश्वव्यापी नियम। अब के भन्ने, न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार। अब यो नियमले के भन्छ, नियम हामी पढिसकेका छौँ कि पिण्डहरूको गुणनफलसँग गुरुत्वाकर्षण बल के हुन्छ, समानुपातिक, र केन्द्रहरू बीचको दूरीको बलसँग व्युत्क्रमानुपातिक। र त्यो नियमबाट हामी डाइरेक्ट लेख्न सक्छौँ गुरुत्वाकर्षण बल F भनेको गुरुत्वाकर्षण बल तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक। यसको मतलब m1 गुणे m2 इक्वेसन 1 भइहाल्यो। अर्को
त्यस्तै गुरुत्वाकर्षण बल तिनीहरूको दूरीको वर्गसँग के हुन्छ व्युत्क्रम अनुपात। यो कुरा कहाँबाट आयो? नियमले अगाडि नै हामी पढिसकेका छौँ कि पिण्डहरूको गुणनफलसँग समानुपातिक र दूरीको बलसँग के व्युत्क्रम, किनभने दुईटैको दूरीको के छ बीचको दूरी कति छ d छ। अब समीकरण 1 र समीकरण 2 बाट समीकरण 1 र समीकरण 2 बाट अब यहाँ मैले 2 मानि लेखे भइहाल्यो 1 र 2 बाट अब 2 प्रपोर्सनल छ भने हामीले के गर्न सक्छौं? यसपछि मैले यहाँ लेखे मिलाउँदाखेरि के भइहाल्छ? f is proportional to m1 m2 माथि प्रपोर्सनलमा माथि भयो m1 m2 माथि बीचमा गुणा छ m1 m2 को बीचमा गुणा छ अर्को के भइहाल्यो d स्क्वायर यो दुईटा समीकरणबाट यो भयो कि d स्क्वायर तल थियो तल m1 m2 माथि। अब यो प्रपोर्सनल हटाउनु पर्यो, यो हटाउँदाखेरि एउटा कन्स्टेन्ट लिनु पर्यो, त्यो कन्स्टेन्ट हामी के लेख्छौं g लेख्छौं g अनि बाकी जे छ त्यही साथ दिने हो d स्क्वायर। यो प्रपोर्सनल हटाउँदाखेरि एउटा कन्स्टेन्ट लिनु पर्यो, त्यो कन्स्टेन्ट के आइदियो g भइदियो। यो हाम्रो f equal to g m1 m2 अपन d स्क्वायर के भइहाल्यो। यहाँबाट के भयो प्रमाणित भयो। अब यसमा g लिएछौं त g को बारेमा लेख्ने जहाँ g एउटा अचल राशि हो, या हामी भन्न सक्छौं g को भ्यालु के हुन्छ कांस्टेंट हुन्छ। g को मान के हो गुरुत्व स्थिरांक हो। अब गुरुत्व स्थिरांक हो जसको मान के छ g को मान के छ फिक्स छ, त्यसको मान कांस्टेंट छ। स्थिर को मतलब कांस्टेंट छ त त्यो भ्यालु कति हुन्छ 6.67 into 10 को पावर -11 एकाइ पनि लेखे न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर। बाकी g को बारे में परिभाषा